पोहोर साल खुसी सर्दा समय बगिरह्यो हामी बगिरह्यौँ तर आज फेरि एक ठाउँमा एक अर्कासँग हुँदा मनले भन्यो केही सम्बन्धहरू कहिले फिक्का हुँदैनन् उही हाँसो उही बालापन केटाहरू कहिले लक्का हुँदैनन् चलिरहेछ है के हो यो ब्लग हान्नु पर्यो ठिक छ ल हामी जान्छौँ अब यहाँबाट धुसेबाट टक्क कति बजी सुभाष ल 3:10 हामी ठ्याक्कै हिँड्दैछौँ यहाँबाट ल गाइस ल ड्राइभर मेरो ड्राइभर जम्मै त 3:10 भयो अरे होइन 3:10 ठ्याक्कै हिँडौँ कति बजे पुग्छ आज बोल्सासम्म पुग्ने भन्ने प्लान छ 8 बजीतिर पुगे नि हुन्छ है 8 बजीतिर पुगे पनि हुन्छ ल 6 बजे 8-9 बजीतिर पुगिन्छ होला त्यति बेला पुगे नि हुन्छ हामीलाई त्यति चाँडो पुग्नु नि पर्दैन बस हिँड्दै छौँ ल जाने सर अगाडि लाग्यो अर्को लाग्यो के छ फैजु ल रमाइलो भइरहेछ राजदाई अहिलेसम्म मस्ती भइरहेछ भने अन्त यसो रमाइलो हुन्छ सब केटाहरू आछन् ल कडाइ गर्नुपर्छ होइन त सोहाल्दै के छ त विचार ल सोहाल्दै पनि बोल्नु एकदम रमाइलो भयो सरप्राइज गाइस सरप्राइज हामी सिधै हिजो लिस्टीकोट चाहिँ आइपुगेछ है हिजो उतै बस्ने भनेको 12-20मै तर 12-20मा अब केटाहरू एकछिन बसेपछि त के बस्नु जम भन्न थाले तात्नु थाले ल जम जहाँ पुगिन्छ भनेर हिँडेको राति 12-20बाट त्यस्तै 6 बजीतिर 6:30-7 बजीतिर हिँडेको यहाँ आउँदा 9 बजेको थियो यो 1.5 घन्टा 2 घन्टा जति लाग्यो लिस्टीकोट आइपुग्नलाई अब यहाँबाट हामी माथिसम्म जान्छौँ कहाँसम्म पुगिन्छ हेरौँ पुग्न त भैरवकुण्डै पुगिन्छ तर भैरवकुण्ड चाहिँ नपुग्ने हामी बसेको होटल चाहिँ यो होइन बुक गरेर चाहिँ यहाँ तर यहाँ रुम नपाएर हामी ऊ त्यो सेतो घरमा यो घर बस्नु पऱ्यो होइन रुम नपाएर यहाँ चाहिँ बुक गरेको खाना हामीले यहाँ खाएको दामी छ ठाउँ चाहिँ दामी छ होइन केटाहरू पार्किङमा तयार गर्दैछन् जे होस् दामी छ यहाँ ठाउँ चाहिँ आउनुपर्ने ठाउँ छ मर्निङ सर मर्निङ गुड मर्निङ है सबैलाई गुड मर्निङ चाहिँ भन्ने बिर्सेछ स्टार्ट हुँदैछ बाइक मस्तले ट्याक्क 5 बुलेटमा आएको हामी है 5 बुलेटमा बाटो त राम्रो भएको छ अहिले पानी नपरेर होला बाटो जो सोच्या भन्दा एकदम दामी छ अब दामी नै त छैन ढुङ्गाहरू बिचमा ठुल्ठुला छन् तर बाइकहरू आउँछ मजाले अलि हेभी बाइक चाहिँ अब लडिहाल्यो भने अलिकति घिच्याउन गाह्रो पर्छ नत्र अरू त दामी हुन्छ मोबिल हो त्यो सही हो ब्युटिफुल छ है ठाउँ चाहिँ भर्खर याद आयो मलाई नाम बगाम पुगिन्छ बगाम यहाँबाट मात्रै बाइकमा 45 घन्टा बगाम यहाँबाट बाइकमा मात्रै 45 मिनटदेखि 1 घन्टासम्म लाग्न सक्छ त्यहाँबाट चाहिँ अब हामी खाना खान्छौँ अनि त्यहाँबाट हिँड्ने कि त्यहाँबाट नि अझ माथि चोकरमकसम्मै बाइकमा जाने भन्ने कुरा चाहिँ भइरहेछ त्यो डिसाइड हुन सकेको छैन अब मेजोरिटीले के भन्छ त्यही अनुसारले हामी गर्छौँ सँगै जाउँ है त सँगै राइडमा सर जाउँ मजाले घुमौँ ल चियर्स गाइज चियर्स गाइजहरू निक्लिँदैछन् है
प्रोग्राममा यो ठ्याक्कै 45 मिनटमा केटाहरू बस्दैछन्। ब्युटिफुल छ है, यहाँबाट हिमाल पनि यस्तो मिठो देखिँदो रहेछ नि, यस्तो मिठो देखिन्छ है, देखिरहेछ क्या है, मिठो देखिरहेछ। अब यहाँ हामी खानासाना खान्छौँ, नास्ता गर्छौँ अनि बाइकमै जान्छौँ होला आज, सायद बाइकमै जानुपर्छ होइन। रमाइलो त हिँडेर पनि रमाइलो हुन्थ्यो, के गर्छन् केटाहरूले भन्ने कुरा। कति बेर लाग्छ दाइ यहाँबाट चोकरमकसम्म? अब हामी हिँड्यो भने चाहिँ बिहान 4 बजी हिँडेर 5 बजीसम्म पुग्छ। 1 घन्टामा पुग्छ? 3 घन्टा जति लाग्ला। हामी पुग्छ 1 घन्टामा? तर तपाईँलाई हेर्दा तपाईँ चाँडै हिँड्नुहुन्छ, त्यही भएर चाँडै पुग्छ। यहाँ पछाडिको होला त्यसो भए। भर्याङ त छैन? भर्याङ छ। हामी यहाँबाट ठ्याक्कै हिँड्यौँ ल, हामी ठ्याक्कै हिँड्दैछौँ बोल्छाबाट। अब 3-4 घन्टामा च्याम्ब्रङ बेसी पुग्छौँ। यहाँबाट हिँड्ने भइयो, बाइक हामीले थन्कायौँ, हामी जान्छ उता होइन। 30-40 मिनट हिँड्दा चाहिँ अब 1 किलोमिटर जति मात्र पार भइरहेछ, तर हुस्सो लाएर हिँड्न चाहिँ एकदम मस्ती छ होइन ब्यागु? यस म्यान। कस्तो छ हिँडाइ? लभली लभली छ नि है, मजा आएछ फौजी रमाइलो छ है। बाटो नि जस ठाउँ ठाउँमा सम्म छ, अनि अलि उकालो रहेछ, अन्त हिँड्न त दामी छ। हिँड्दै थाकिसक्यो, अनि कहिले हो बाफ आइसक्यो मुखबाट। त्यस्तो मजाको क्लाइमेट छ, चिसो बाफ, यो अन्त झरिया, यस्तो मजा। यो हो क्या फिल हिँड्नलाई मजा भने चाहिँ, जब हुस्सो लाग्छ वरिपरि अनि अलिअलि उकालो हुन्छ अनि फ्याफ्या हुन्छ अनि मजा हो। कस्तो छ? मजा छ है, आफ्टर लङ टाइम है। लङ टाइम खुट्किला भयो नि त्यस्तो त्यो गाह्रो भएको छैन। हुन त ब्याग हामीले ब्याग बोकेको छैन अहिले, त्यो इन्टरनेसनल बेस तरिकाले हिँड्न देखाइदिएन इन्टरनेसनल इन्टरनेसनल गेस्ट चरा हेर्नलाई हिँडेछन् केटाहरू है। बाटो देख्यो सक्दैन ब्रो, हिन्दी राख्ने कि नबस्दिने, उभ्याउ न, नबस न। चन्द्रमा दाग छ कि छैन हेर्नु पर्यो, यहाँ हल्का चन्द्रमा देखिरहेको रहेछ यार। सन हो मलाई सूर्य अहिकै घाम हो त्यो। कौवा कहाँ नदेखाइ चाहिँ हुन्छ यो गोड रहेछ केटा। पर्फेक्ट ठाउँ, पर्फेक्ट मस्तको छ रेस्ट गर्नलाई वरिपरि, दामी छ है। तर एउटा राम्रो काम चाहिँ के गरियो भने बाइकमा आउनुभन्दा हिँडेर आउनु राम्रो देखियो। एक त एक्सर्साइज भयो ज्यानलाई है, अर्को कुरा यस्तो मजा आइरहेछ नि हिँड्न। त्यति गाह्रो नि भएको छैन, अलिअलि ठाडो छ, ठाडो त छ होइन, तर ब्याग नबोकेर नि होला। बिस्तारै 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 हिँड्नलाई हुस्सो लागिरहेछ नि त, घाम छैन, अनि त्यो चिसो छ भित्र, हिँडेपछि तातो हुन्छ, यस्तो मजाले हिँड्न पाइरहेको छ होइन। अब धेरै छैन, 1 घन्टामा हामी मकरमक हो कि के हो अब नाम पनि, चोकरमक यस्तैमा पुग्छौँ। अब धेरै छैन, आधा घन्टा 1 घन्टामा ट्याक्कै पुगिन्छ। हिँड्नलाई चाहिँ मस्ती भइरहेछ। फाइनल्ली चोकरमक पनि आयो। झन्नै 11 बजी हिँड्यो भने चाहिँ हामी 5 बज्यो, 4-5 घन्टा हिँडेर आयो है। दामी छ, हुस्सो लागिरहेछ वरिपरि, मिठो भइरहेछ। केटाहरू 3 जना चाहिँ आइसक्यो, बाँकी चाहिँ आउँदैछन्। कुरुमै त अब मायाले 3 जना बुङ्गाहरू चाहिँ आइसकेको छन्। ठ्याक्क आयो। कुन बेला आइपुग्यो?
2 घण्टा भइसक्यो केटाहरूलाई गाह्रो भइरहेको छ बिस्तारै बिस्तारै हेर अब 15 मिनटमा 10 मिनटमा 2 जना आउँछन् अनि आधा घन्टा 40 मिनटमा बाँकी आउँछन् 3 जना आउँछन् अब 15 मिनटमा हो अहिलेसम्म त त्यस्तो चिसो भइसक्यो अन्त भर्खर आएर होला म हाइयो जोस ओ राजु ओ So, how's your work? Work was Like- good, but What? गाडीहरू लिएर आयो भने चाहिँ हिँड्न मन नलाग्ने मेन्टल्ली मेन्टली चाहिँ फिजिकली त ठिक मजाले हिँड्यो है त्यस्तो गाह्रो पनि थिएन आनन्द छ आनन्दको थियो मन्दिरहरू जस्तो क्या त्यो चौरमा त्यो चाहिँ सबै टिबेटनहरू उताबाट आउँदाखेरि चाइनिजहरूले मारेर रहेछ कि यहाँ सबै फ्रान्स सबै टिबेटन शरणार्थी बनेर ए सब फ्रान्स यो हो नि त अनि एकदम चिसो यार सुकुटे खाँदैछु रुम त यस्तो छ हाम्रो यस्तो छ होइन यो यहाँ रुममै 20 जना त अट्छ हौ त्यस्तो मजाको छ अब यस्तो 20 जना अट्ने नै 2-3टा ठाउँ रहेछ भनेपछि झन् नि 100-200 जना त राख्नु 100-150 जना राख्नु मिल्ने ठाउँ त रहेछ यहाँ तर जाडो चाहिँ जाडो है अति नै ल आज अब हाम्रो बास यहीँ हुन्छ चोकर मोकरमा भोलि चढ्नुपर्छ ठ्याक्कै भैरवकुण्ड यहाँबाट 2 देखि 3 घन्टा लाग्छ अरे भोलि भेटौँला है त गाइज ल गाइज गुड मर्निङ फ्रम चोकर मोकर बल्ल उठियो है आज 6:30 जति भयो अब यहाँबाट हिँड्न थाल्ने सनराइज हुन आँटेछ कस्तो बवाल ब्युटिफुल बवाले देखिरहेको छ ठ्याक्कैले छेक्यो है बवाले देखिरहेको छ र सनराइज हुन आँटेछ यता साइडमा चाहिँ हिमाल देखिरहेको छ मस्तले चोकर मोकरबाट अब यहाँबाट 2 देखि 3 घन्टा हिँड्नुपर्छ माथि भैरवकुण्डसम्म अब बाटोमा भिडियो बनाउँदै जाउँला अब केटाहरू नै रेडी भइसक्यो सबैजना रेडी भइसक्यो अब हामी हिँड्छौँ यहाँबाट त्यो अहिलेसम्म म गएको ठाउँ मध्येमा सबसे चिसो ठाउँ चाहिँ यही नै हो ल टोक्कै हो उता छेउमा थियो नि एउटा रेट छ ए त्यो त अर्को ठाउँ हो के अरे यो त होइन बिजोको ल जाँदै गरौँ ल त बिस्तारै आयो भिडियोमा कस्तरी भएको थियो त्यो आयो होला साउन्ड आयो आधा घन्टा चाहिँ अब ठाडो उकालो उक्लिने है अनि त्यसपछि सम्मसम्म जानुपर्छ ल पछाडि कस्तो दामी देखिरहेको भने सनराइजको होला उकालो सक्यो चियर्स अब अलिकति सम्भव अनि फेरि उकालो सनराइज चाहिँ दामी भयो क्या ठ्याक्कै बब्बाल भइरहेको ल यस्तो मजाको सनराइज भइरहेको बस्नेलाई ठाउँ पनि रहेछ तर एउटा अचम्मको कुरा चाहिँ के हो भने काठमाडौँबाट यति नजिकै एक दिनमै आउने ठ्याक्क 4000मा भने त यहाँ मात्रै होला सायद यस्तो चढियो नि है ठ्याक्कै 380 पाइला नन स्टप चढियो यो त रहेछ कि यो चाहिँ दोस्रो उकालो रहेछ भैरवकुण्ड जाँदाखेरि पर्ने गाह्रो भएन केटाहरू आउँदैछन् यहाँबाट खै कहाँ गयो यहाँ छन् एउटा टोली यहाँ छ एउटा टोली उता तल छ आउँदैछन् दामी छ भ्यूहरू चाहिँ बब्ली छ बब्ली यता सनसेट सनराइज पनि भइरहेछ दामी तरिकाले म चाहिँ यहाँ छु मिठो बसिरहेको छु सनराइज देख्न पनि सकिन्छ होला दामी नै छ ल ओहो अलिक कुदेको थिएँ कोही बेला तर रमाइलो छ जोस् ल गाइज हिँड्दै गर्नुपर्छ बिस्तारै सँगै हिँडौँ है त फाइनल्ली आइयो पोखरी दामी छ सनराइज पनि दामी भइरहेछ ट्याक्क टाइममा आइपुग्यो कति बज्यो यता 7:45 6 बजे नि है ल 1:45 मिनटमा नर्मली हिँड्दा रेस्ट गर्दै आए पनि 2 घन्टामा मजाले आइने रहेछ है
भैरवकुण्डको भ्लग चाहिँ यहीँ सकिन्छ। हामी भैरवकुण्ड आइसक्यौँ। तपाईँहरू पनि आउने हो भने चाहिँ काठमाडौँदेखि चोकरमकर बाइकमा एक दिनमा आइसकिन्छ। त्यसपछि 2-3 घन्टा मात्र हिँड्यो भने भैरवकुण्ड मजाले आउँछ। अब रेस्ट लिँदै आउने हो भने पहिलो दिन बगामसम्म बाइकमा आउनुहोस्, अनि बाइक त्यहाँ राखेर हिँड्दै आए नि भयो। वा अब बाइक राम्रै छ, कन्डिसनमै छ भने बाइक लिएर 2-3 घन्टा माथि आएर चोकरमकर आउने, अनि फेरि भैरवकुण्ड 2-3 घन्टा हिँडेर फर्किँदा पनि भयो। मिनिमम 1 रात 2 दिनमा भ्याइन्छ। म्याक्सिमम लाउने हो भने 2 दिन 3 दिन, 2 रात 3 दिनमा चाहिँ मजाले भ्याइन्छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। अहिले चाहिँ हामी चाहिँ 2 जना चाहिँ केटाहरू चाहिँ फर्किसके। हामी चाहिँ भैरवकुण्डको माथि डाँडामा चढेका छौँ। भैरवकुण्ड पनि देख्न सक्नुहुन्छ। अनि यहाँबाट एभरेस्ट पनि देखिँदो रहेछ। अनि अरू जुगल हिमाल, गणेश हिमाल, अनि हाम्रो सबै हिमाल मजाले देखिन्छ। यो डाँडो चढ्ने हो भने चाहिँ अब डाँडो चढ्नलाई धेरै लाग्दैन, 1 घन्टा मजाले। जुन डाँडो चढे पनि वरिपरि डाँडोहरू टन्नै छन्। जुन डाँडो चढे पनि एउटा डाँडो चाहिँ चढ्नुहोस्, किनभने भ्यू त्यहाँ त्यसपछि मात्र भ्यू देखिन्छ। लेक पनि ग्रिन देखिन्छ। यो जति ग्रिन देख्नु भएको नि तल त्यति ग्रिन देखिँदैन। त्यसैले एउटा डाँडो चाहिँ चढ्नुहोस्, मेरो सुझाव। ल हाम्रो यो पुरै भ्लग चाहिँ यहीँ इन गर्छौँ। लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् है त। बाई बाई।